आएको सुन खानदानी आएको सम्पूर्णमा लसो फ्याफुल्ला अर्थात् नमस्कार सबैजनालाई। र यहाँ आज हाम्रो चाहिँ नेपाल तामाङ समाज कान्छाई क्षेत्रीय समितिको ऐतिहासिक पहिलो बारबिक्यू कार्यक्रम चाहिँ सुरु हुन गइरहेको छ। तपाईँ कार्य समितिका सदस्यज्यूहरूले सबै यहाँ हाम्रो चाहिँ बारबिक्यू सम्बन्धी चाहिँ केही नियमहरू चाहिँ पालन गर्नुपर्ने रहेको छ र यसमा चाहिँ तपाईँहरूले आफ्नो जिम्मेवारी एकदम सरलता र जिम्मेवारीपूर्वक वहन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। र जुन कार्यविभाजन भएको छ त्यो कार्यविभाजनमा चाहिँ तपाईँ आफैले चाहिँ बुझेर चाहिँ आफ्नो कर्तव्य निर्वाह गरिदिनको लागि पनि म हार्दिक विनम्र अनुरोध गर्दछु। र केही तान्तो हाम्रो यहाँ सुरोज लामालाई पनि म केही आफ्नो भनाइ राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। टाइम नभएको कारणले गर्दाखेरि हाम्रो कार्यक्रमको लिस्ट चाहिँ 11 बजेबाट स्टार्ट थियो, लगभग हाम्रो 12 बज्न थालिसकेको छैन र 11 बजेको कार्यक्रम चाहिँ 12 बजेबाट स्टार्ट हुने भएको कारणले त्यही लिस्ट अनुसार जानिन्छ कार्यक्रम चाहिँ। र थोरै केही जानकारी र नियमहरू चाहिँ म बताउन गइरहेको छु। र अब हामीले यहाँ प्रोग्राम गरेपछि चाहिँ विदेशीले गरेर यस्तो भयो भन्ने कुरा नआओस् कि, त्यसको लागि चाहिँ यो चाहिँ ध्यान दिएर सुन्नु होला है। चुरोट चाहिँ जथाभावी खान पाइएन र बच्चाको अगाडि मेन भनेर चुरोट खान पाएन। चुरोटको लागि चाहिँ विशेष त्यो कोनर छ, हाम्रो त्यो निलो सोली र यो सेतो बार छ नि, त्यसको कोनरमा गएर खाइदिनु होला। र चुरोट खाएको ठुटा चाहिँ आफूले नै व्यवस्थापन गर्नु होला। त्यो चाहिँ अब कोही क्यानमा हुन्छ कि आफूले नै केही समेटेर त्यो आफूले व्यवस्थापन गरिदिनु होला। अहिले गरिम भएको कारणले गर्दाखेरि चाहिँ आगो लागि त्यस्तो नहोला, तैपनि महँगाइ चाहिँ भयो भने चाहिँ अब हामीलाई गाह्रो हुने नि त, त्यस्तो नहोस्। र अहिले चाहिँ यो जति पनि छरेर बसेको छ नि मान्छेहरू चाहिँ एक ठाउँमा चाहिँ मातुङ गरेर बस्दिनु होला। बस्नको लागि भनेर हामीले बेन्चीहरू पनि उपलब्ध गरेको छैन। लगभग 200 जनाको बेन्ची हो, एउटा बेन्चमा 2 जना बस्ने गरेर लगभग एउटा टेबलमा 8 जना बस्न मिल्छ होइन। र यतापट्टिको कोइनको टेबल हामीलाई 2टा दिएको कारणले गर्दाखेरि त्यो टेबल र यो टेबल चाहिँ युज नगर्नु हो। र यो 2टा टेन्ट र यो टेन्ट चाहिँ अब अरू कस्टमरको भएको कारणले गर्दाखेरि त्यो साइडमा गएर हल्ला गर्ने अनि त्यसपछि अलिकति हुन्छ नि अब नेपालीबाट ठुलो स्वर गर्ने त्यस्तो चाहिँ नगरौँ है। त्यो चाहिँ एकदम नमर गरिदिनु होला। सबैजनालाई म यतिखेर औपचारिक कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हाम्रो कान्छाई तामाङ क्षेत्रीय समितिका संयोजक अर्थात् वर्तमान अध्यक्ष श्री राजथिङ तामाङ लामाजीको अध्यक्षतामा म औपचारिक कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अध्यक्षताको अनुमति लिँदै आजको हाम्रो यस औपचारिक कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार्दै नेपालदेखि आमन्त्रित खेम्पो रेम्बुचे लामा गुरुजीको यहाँ उपस्थित भइसकेको छ। कृपया आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी एनआरएनए कान्छाई क्षेत्रीय समितिका पूर्व अध्यक्ष श्री हरिप्रसाद कडेलजीलाई पनि आसन ग्रहण गरिदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु। हजुर, त्यस्तै गरी एनआरएनए कान्छाई क्षेत्रीय समितिका सदस्य श्याम गिरिजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो औपचारिक कार्यक्रमलाई उद्घाटन गरिदिनुको निमित्त म नेपालदेखि आमन्त्रित हाम्रो खेम्पो रिम्बुचे गुरुलाई म छोटो मन्तव्य राखिदिनुको निमित्त म हार्दिक अनुरोध गर्दछु। तामाङ समाज कान्छाईको यो कार्यक्रममा मलाई पनि निमन्त्रणा दिनुभएकोमा विशेष धन्यवाद। र यहाँ उपस्थित हुनुभएका एकमुष्ट सम्पूर्ण अध्यक्षज्यू, त्यस्तै गरी आयोजक टोलीज्यू
र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण इष्टमित्रमा फ्याफुल्ला नमस्कार गर्न चाहन्छु र विशेष म अलिकति समय धेरै लिन चाहन्न र मेरो छोटो परिचय पुर्याउन चाहँदाखेरि मेरो नाम चाहिँ खेम्पो लामा पोचोक भनिन्छ। खेम्पो भन्नाले हामी यो आचार्य डिग्री उत्तीर्ण गरेकोलाई खेम्पो भनिन्छ भने लामा भन्नाले चाहिँ अनि 3.5 वर्ष यानि कि 4 वर्ष मेडिटेसन ध्यान सफलता गरेको कारणले गर्दाखेरि चाहिँ खेम्पो र लामा पनि जोड्न आएको र मेरो नाम चाहिँ फुन्चोक हो भनेर भनिन्छ। र विशेष मैले अघि यो छोटो साधना गरेकोले चाहिँ त्रिरत्नको आशीर्वाद हामी सम्पूर्ण नेपाली मात्र नभइकन चाहिँ विश्वमा छरिएका मातापिता रूपी प्राणी उहाँहरू सबैलाई चाहिँ दुःख रहित कुनै प्रकारको दुःख चाहिँ भोग्नु नपरोस् र उहाँहरूलाई चाहिँ सदैव सुख प्राप्ति होस् भन्ने कामना गरेको थियो र यो कामना स्वयं भगवान बुद्धको आशीर्वाद भगवान बुद्धको गुरु रिम्पोछेको झिलकले गर्दाखेरि विश्वमा हामी जुनै ठाउँमा विशेष छरिएर बसेका हाम्रा नेपाली गैर नेपाली सम्पूर्णमा भगवान बुद्धको आशीर्वादले हामीमा सुख शान्ति समृद्धि एवं दीर्घायुको कामना गर्दै मेरो यो छोटो गन्तव्य यहीँ समाप्त गर्न चाहन्छु। विशेष हाम्रो आयोजक ज्यूलाई पनि विशेष धन्यवाद दिँदै तुझे फ्याफुल्ला। खेम्पो रिम्पोछेज्यूलाई यो छोटो मन्तव्यको लागि विशेष धेरै धेरै धन्यवाद टक्राउँदै म छोटो मन्तव्यकै लागि एनआरएनए कान्छाई क्षेत्रीय समितिका पूर्व अध्यक्ष हरिप्रसाद कडेलज्यूलाई छोटो मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजका यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय गुरुज्यू, यस संस्थाका अध्यक्ष तथा आज कार्यक्रमका सभापति महोदय र उपस्थित हुनुभएका सम्पूर्ण साथीभाइ राष्ट्रिय गान अनि अवसर कार्यक्रम सुरु अब अरू कुरा त आज हामीहरू आज यो थाइपी र जमघटलाई नै महत्त्व दिने बेला भएको हुँदा धेरै कुरा नगरिकन तपाईँहरूले यो आयोजना गर्नुभएको कार्यक्रम एकदमै सभ्य र राम्रो म्यानेजमेन्ट गरेको देख्दा धेरै खुसी लागेको छ र तपाईँहरूको आजको कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा यस कार्यक्रममा नेपालबाट आमन्त्रित हाम्रो प्रमुख अतिथिज्यू लामा रिम्पोछेज्यूलाई चाहिँ यस कार्यक्रममा एकदमै स्वागत गर्न चाहन्छु मनैदेखि र विभिन्न सङ्घ संस्थाबाट पनि हाम्रो कार्यक्रममा उपस्थित हुनका लागि आग्रह गरिदिएर उहाँ मनैबाट चाहिँ उपस्थित भइदिनुको लागि चाहिँ उहाँहरू आइदिनु भएकोमा हाम्रो पूर्व एनआरएनए अध्यक्षज्यू संयोजक कान्छाईका हरिप्रसाद कडेलज्यू साथसाथै हाम्रो हरि ढकालज्यू पनि यस कार्यक्रमलाई उपस्थित भइदिनु भएको उहाँले विक्रम मनदेखि तामाङ समाजबाट चाहिँ एकदमै भित्री मनबाट हामी हाम्रो पूर्व टिमबाट चाहिँ एकदमै उहाँहरूलाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु। र यति भन्दै म धेरै समय चाहिँ लिन चाहन्न होइन, किनकि हामीले कार्यक्रम लगभग तपाईँको चाँडो एकदम 11 बजेबाट स्टार्ट गर्ने भन्ने कार्यक्रम चाहिँ लगभग ढिला हुन गएको छ। अब हुन त नेपाली समयमा हामी लाग्दाखेरि कहिलेकाहीँ त्यस्तै हुन जान्छ, त्यसको लागि पनि एकदमै क्षमा प्रार्थी छु। र हामीले हाम्रो यो कार्यक्रम चाहिँ मुख्य गरी चाहिँ के को लागि गर्ने भन्दा पनि मुख्य एउटा हुन्छ नि उद्देश्य एउटा भएको हुन्छ। हामीले मुख्य योजना भनेको हामीले जति पनि चौसाका बस्नुभएको तामाङ भेटघाट गर्ने एउटा मौका पाएका छौँ। उहाँसँग रमाइलो गर्ने एउटा वातावरण सिर्जना गरेका थियौँ। मौका यो उपस्थिति देख्दाखेरि चाहिँ निकै रमाइलो खुसी लागेको छ। हामीले यस यतिसम्म चाहिँ हुन्छ भनेर आशा गरेका थिएनौँ, तर यति धेरै चाहिँ हाम्रो सामू संस्थालाई चाहिँ माया गरेर यस कार्यक्रममा सहभागी हुन आइदिनु भएको छ। त्यसको लागि सम्पूर्ण मानवहरूको धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति भन्दै अब स्पेसल मेरो कार्य समिति टिमहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। 1 2 3 लसो
ह्याङ्लन धर्म ह्याङ्लन कै ह्याङ्लन मूल तामाङ भाइ हो ह्याङ्लन धर्म ह्याङ्लन कै ह्याङ्लन मूल तामाङ भाइ ह्याङ तामाङ नुन गीतासी ह्याङ्लन युल्सा ह्याङ सेन सोइ ह्याङ तामाङ नुन गीतासी ह्याङ्लन युल्सा ह्याङ सेन सोइ ह्याङ्लाम सरलाई नाम सारी गानन भामी ह्याङबारी हो ह्याङ्लाम सरलाई नाम सारी गानन भामी ह्याङबारी ह्याङ तामाङ नुन गीतासी दोग्गाउल हो छरे दाङबारी ह्याङ तामाङ नुन गीतासी दोग्गाउल हो छरे दाङबारी ह्याङ तामाङ 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 लासो लासो हो 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 ह्याङ्लन युल ठिम्रिग्ले तोला चुताम याङसेन गोदोला हो ह्याङ्लन युल ठिम्रिग्ले तोला चुताम याङसेन गोदोला काङछिङसी आहिन जुजु आले आचुङसी याङ छ्याम्ब्रा दोला काङछिङसी आहिन जुजु आले आचुङसी याङ छ्याम्ब्रा दोला ह्याङ्लान जाँदैन जामेदा आपुगे छेसिङ थाबारी हो ह्याङ्लान जाँदैन जामेदा आपुगे छेसिङ थाबारी निसार ह्याङ्ग्रेन दोला पुइगो लोप खाङडो मलाई मागेर लान्छु माइजनले भनमा बिरगन खतरा आउँदो रहेछ हैन प्लिज अगाडि कन्ट्याक्ट गर्नु होला है